डेलिभरी गर्न आउँदाखेरि यस्तो हिलो हिलो भयो यार यस्तो सुरीले हगेर डेलिभरी डाउन भनौँ है त सो हेलो अनि नमस्ते सबैमा गुड मर्निङ गाइज इज डे 45 अफ ब्लगिङ डेली ब्लग है डेली ब्लगमा अब बिहान बिहानै खानाहरू खाइसकेँ मैले खाना खाएर अब सिधै म जान लाग्छु अफिस जानुभन्दा अगाडि हाम्रो काकालाई छोड्नुपर्ने छ एक ठाउँ काका चाहिँ भर्खर आउनुभएको छ दुबईबाट वेलकम टु माई ब्लग यता हाम्रो आगो वेलकम भनौँ न हाई गरौँ न हाई डाइरेक्ट फ्रम दुबई त केही छैन दामी चल्छ हौ यो बाइक मेरो बाइक चाहिँ यहाँ छ है सर्भिसिङ गरेर दामी चटक्क बनाएर राखिरहेको छ अनि अब चाहिँ हामी यो तपाईँलाई गिफ्ट हो अब लानु भनेको खै लानु सक्नुहुन्न के गर्नु लानु सो केही छैन गाइजहरू पढ्नु न चाबी दिएर आउँछु अब म यहाँबाट निस्किन्छु होइन आज घाम दामी लागिरहेछ यहाँ निस्किन्छु म अनि जानुपर्ने हुन्छ अब अफिस जाउँ डेलिभरी छ एउटाले प्रि अर्डर गरिसकेको छ हेर्दै गर्नु होला आन्टी गुड मर्निङ गरेर गुड आफ्टरनुन ल हाम्रो चाबी चाहिँ आन्टीले राखिदिनुहुन्छ बाइक साइक खिच्छु अब निस्क्यौँ तर काकालाई हाम्रो आगोलाई उता छोडेर आउँ त्यसपछि अफिस जान्छु होइन हेर्दै गर्नु होला गाइज इज डे 45 लट्स अफ थिङ ह्यापन्स इन लाइफ है धेरै कुराहरू हुन्छ तर सबै कुराहरूलाई लडेर अगाडि बढ्नुपर्छ हेर्दै गर्नु होला मेरो आँखा अझै रातो भइरह होला केही छैन कोही बेला धेरै कुराहरू हुन्छ फेस गर्न सकिँदैन है ल हेर्दै गर्नु होला हाम्रो काकालाई छोडिसकेँ अब जानुपर्ने छ अफिस है त ब्याग पछाडि बाइक यहाँ छ लेट्स गो गाइस अब चाहिँ बाटोको भ्लग आउँछ थोरै ल क्यामेरा सेटअप पनि भइसक्यो गाइसहरू है त्यो पनि ठिकै छ बाइकमा लेट्स गो ल अब चाहिँ म जाँदैछु अफिस हो आज डेलिभरी पनि छ अफिसमा डेलिभरी दिनु पऱ्यो अनि डेलिभरी गरेपछि थोरै पैसा त आउँछ है यो अब सुरुमा जाउँ है गल्लीको बाटो हेर्नुपर्छ काठमाडौँको त मलाई प्रायः सबै गल्ली थाहा छ हौ यार के भन्नु सबै गल्ली प्रायः मेरो बाबु पनि ड्रिम छ यार यस्तो एउटा गाडी किन्ने म पुरा गर्छु भन्ने सोचिरहेको छु अब पुरा अहिले चाहिँ म ठ्याक्कै अफिस आइपुगेको छु अफिस त अघि नै आइपुगेँ हो बट यहाँनिर अलिकति अब कामहरू पनि गर्नु पऱ्यो यो डेलिभरी छ पोखराको लागि अनि यहाँनिर प्याकिङहरू यताउता यसो गरेर हिँड्नु पऱ्यो स्टक मिलाउनु पऱ्यो स्टकमा एड गर्नु पऱ्यो अलिकति झ्याउ छ के गर्नु गर्नै पर्छ है अब यसलाई प्याकिङ गरौँ बाइक कुराहरू के कस्तो हुन्छ हेर्दै गर्नु होला अहिले चाहिँ म अफिसमै छु है अफिसमै छु अर्डर यसरी प्याक भइरहेको छ यसलाई प्याक गरौँ अब निस्किनु पर्ने हुन्छ डेलिभरीको लागि एक्लै यताउता घुम्दाखेरि अब चाहिँ म निस्किन्छु यहाँ अफिसबाट अलमोस्ट 4 बजिसक्यो डेलिभरी गर्नुपर्ने छ डेलिभरीहरू गरौँ है के छैन आज चाहिँ फर्स्ट डेलिभरी भइरहेछ हाम्रो आफै गएर पर्सनली गएर भित्र लगाइरहेको छु मैले सो हेर्दै गर्नु होला टायर्ड डेलिभरी गर्न आउँदाखेरि यस्तो हिलो भयो यार यस्तो सुरीले हगेर कुराले पनि चराले एउटा डेलिभरी भइसक्यो अब एउटा कुरियर बाँकी छ कुरियर गर्ने जाउँ होइन जस डेलिभरी गर्दा मजा आएर चाहिँ गाइजहरू बाइक यहाँ छ अहिले म लगाउनु तेल त्यो लेट्स गो कुरियर त्यसपछि म तेल खेल्नु जान्छु आज पनि है त दामी छ आज मौसम पानी पराएको छ
अब चाहिँ यहाँ कुरियरमा डेलिभरी डाउन भनौँ है त। अघि नै बत्ती थिएन यहाँनिर, अघि आएको थिएँ बत्ती थिएन, घर गएर प्याक गरेर आइसकेँ गेमको ब्याग बुस्याक बोकेर। अब सिधै मण्डला ब्याडमिन्टन क्लब हेर्दै गर्नु होला। यो चाहिँ मण्डला ब्याडमिन्टन क्लबभित्र अब हामी एकछिन गेम सेम खेल्छौँ है। गेम खेल्ने भिडियो बनाउँदिनँ होला, आज म धेरै बनाइसकेँ। अनि गेम सेम खेल्नु म बाइकतिर के कस्तो हुन्छ हजुरलाई भनि नै हाल्छु। हेर्दै गर्नु होला। फोन चार्जमा छ है। कहिले दुःख कहिले सुख कहिले रमाइलो कहिले नरमाइलो हुन्छ होइन। आज चाहिँ म एकदम खुसी छु। फर्स्ट टाइम मेरो कामहरू सुरु भइरहेछ, डेलिभरीहरू भइरहेछ है। आइ एम काइन्ड अफ ह्याप्पी, काइन्ड अफ जोय, रमाइलो लागिरहेछ। यस्तै हुन्छ कहिलेकाहीँ एकदम रुइन्छ, कोही बेला रुवाइन्छ, कोही बेला के हुन्छ होइन। लाइफ हो, सबै कुरा फेस गर्नुपर्छ गाइजहरू। हेयर वी गो। मर्निङको डाइट अन्त नि चिया सिड। म अलिकति दुब्लाएर हल्का हेन्सम हुनु पऱ्यो क्या अब। केही छैन गाइज, अब खानासाना खाएर म सुत्छु अनि भोलिको लाइन फेरि तयारी गर्छु। ब्लगहरू कस्तो के लाग्दैछ हेर्दै गर्नु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्दै गर्नु होला। गुड नाइट गाइज, टेक केयर, बाई।